तर यो देशको प्रधानमन्त्री म बन्छु। एक बन्छु, दुई बन्छु, तीन बन्छु, यो देशको प्रधानमन्त्री म बन्छु। अवश्य पनि यलम्बरको सन्तान पनि। त्यसो भन्दा म फेरि राजावादी हुँ भन्न खोजे होइन, चुनाव लडेर बन्ने हो। तपाईहरुले यलम्बरलाई राजा माने पनि काठमाडौँ उपत्यकामा चाहिँ यलम्बर भनेर हामी भगवान भनेर पूजा गर्ने चलन छ। है तैँले ढाक त्यहाँ होइन, कालोलाई सेतो भन्, सेतोलाई कालो भन्, मिलाएर बोल्नु भनेर मलाई सिकायो। एउटा सभ्यताले अर्को सभ्यतालाई सधैँ सहयोग गर्नुपर्छ। हामी जुनसुकै सभ्यतामा भए पनि अरू विभिन्न सभ्यता संस्कृतिलाई चाहिँ एउटा इज्जत दिने, सम्मान दिने, त्यो एउटा सम्मानको भावना चाहिँ जुनसुकै संस्कृतिले अर्को संस्कृतिलाई गर्नुपर्दछ। सम्मान होइन, तिमी मलाई श्रमदान देऊ मेरो लागि होइन, यो देश बनाउन श्रमदान देऊ। हामीले हाम्रो संस्कृति जोगाउनु भनेको आफ्नो मात्रै आइडेन्टिटी जोगाएको होइन, त्यो पुरै देशको आइडेन्टिटी जोगाएको। अङ्ग्रेजीमा भन्दा ह्याप्पी न्यू इयर। हाम्रो मौलिक सभ्यता, हाम्रो मौलिक किराँत परम्परा अनुसार लगाइने यो नयाँ वर्षलाई चाहिँ हामीले मौलिक रूपमा नयाँ वर्ष न्यू इयरकै रूपमा लिनुपर्छ भन्ने बुझाइयो। यो किराँतको मात्रै नभएर सम्पूर्ण नेपालको एउटा न्यू इयरको रूपमा मान्न सकिन्छ। आजकै दिन माघ 1 गते विभिन्न समुदायमा, किराँतमा मात्रै नभएर अरू मगर समुदायमा, थारू समुदायमा, मिथिला समुदायमा, विभिन्न समुदायहरूमा फरक तरिकाले भए पनि आजको दिनलाई नयाँ वर्षको रूपमा मनाइने गरिन्छ। र विशेष गरी किराँत सभ्यता चाहिँ काठमाडौँको लागि एकदमै महत्त्वपूर्ण छ। अझ भन्नुपर्दा त मैले तपाईँहरू सबैलाई यो किराँत भूमिमा स्वागत चाहिँ गर्नुपर्ने हो। तपाईँहरूले मलाई स्वागत गर्नुभन्दा पनि काठमाडौँ उपत्यका आफैमा एउटा किराँतको उद्गम स्थल हो। तपाईहरूले यलम्बरलाई राजा माने पनि काठमाडौँ उपत्यकामा चाहिँ यलम्बर भनेर हामी भगवान भनेर पूजा गर्ने चलन छ। इन्द्रचन्द्र रहेको आकाश भैरवलाई चाहिँ हामी यलम्बरको रूपमा पूजा गर्छौँ। र काठमाडौँ उपत्यकामा भएका 3टा जिल्लाहरू छन्, काठमाडौँ, ललितपुर, भक्तपुर। ललितपुरको मौलिक नाम पनि यल हो, भनेको यो उपत्यका यलम्बरको राज्यको रूपमा मानिन्छ, यलम्बरलाई भगवानको रूपमा मानिन्छ। र यो एकदमै महत्त्वपूर्ण कुरा किन छ भन्दाखेरि जसरी हामीले काठमाडौँ महानगरपालिकामा आइसके पछाडि र ओभरअल काठमाडौँ उपत्यकामा हामीले हाम्रो सम्पदा, संस्कृति, भाषा, साहित्य, कला, सङ्गीत र सम्पदाहरूलाई जसरी जोगाइरहेका छौँ, त्यसरी नै 752 पालिकामा विभिन्न जात जातिहरू हुनुहुन्छ, विभिन्न समुदाय हुनुहुन्छ, विभिन्न सभ्यताहरू छ, त्यसलाई जोगाएर राख्नु पर्दछ। काठमाडौँ महानगरपालिका र उपत्यकामा हामीले जसरी ढुङ्गे डाँडाहरूलाई संरक्षण गरेर राखेका छौँ, पाटी पौवा मन्दिरलाई हाम्रो